30 अर्ब रुपैयाँको ठगीमा मुछिए पूर्व सञ्चार मन्त्री जगदीश खरेल। अनुसन्धानको सुइरो सोझिएपछि सुटुक्क उडे स्विजरल्याण्ड। राजधानी दैनिकमा आज छापिएको यो सनसनीपूर्ण समाचार बाहिरिएसँगै यति बेला नेपाली सामाजिक सञ्जाल पुरै तातेको छ। राजधानी दैनिकको विस्तृत रिपोर्ट र दाबी अनुसार सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको अरबौंको सम्पत्ति गैर कानूनी रूपमा बिक्री गरी अपराधिक विश्वासघात गरेको अभियोगमा तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी मंगलबार काठमाडौँमा पक्राउ परेका छन्। सीआईबीले जोशीलाई पक्राउ गरेर अनुसन्धानको फाइल खोलेको सुइँको पाउन साथ यस प्रकरणका मुख्य नायकी मानिएका तत्कालीन सञ्चार मन्त्री जगदीश खरेल भने सुटुक्क स्विजरल्याण्ड पुगेका छन्। जोशीको पक्राउसँगै स्मार्ट टेलिकम, एनसेल, दूरसञ्चार प्राधिकरण र बैंकका उच्च अधिकारीहरूको भागाभाग सुरु भएको छ। यो केवल एउटा कम्पनीको असफलता मात्र होइन, राज्य सत्ता र कर्पोरेट माफिया मिलेर देशको ढुकुटीमाथि गरिएको 30 अर्बको ग्रान्ड डिजाइन लुट हो। कसरी भयो देशमाथि यति ठूलो गद्दारी? अनुमति पत्र नवीकरण दस्तुर र राजस्व गरी झण्डै 30 अर्ब रुपैयाँ नतिरेपछि 3 वैशाख 2080 मा स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो। कानून अनुसार लाइसेन्स खारेजी सँगै 8 जेठ 2080 पछि स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति पूर्वाधार र नेटवर्क नेपाल सरकारको स्वामित्वमा आइसकेको थियो। तर जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका सञ्चार मन्त्री जगदीश खरेल र नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारीको मिले मतमा सरकारको सम्पत्ति भइसकेको यो पूर्वाधार कौडीको भावमा एनसेललाई सुम्पिने प्रपञ्च रचियो। नक्कली लिलामी र सेटिङको पर्दाभास। सरकारी बक्यौता असुल नगरी बैंकले लोन असुल गर्न नपाउने स्पष्ट कानूनी व्यवस्था छ। तर नियामक निकाय र मन्त्रालयकै मौन स्वीकृतिमा नेपाल मेगा इन्भेस्टमेन्ट ब्याङ्कले लिलामीको नाटक रच्यो। बैंकले 30 साउन 2082 मा ऋण चुक्ता गर्न 35 दिने सूचना निकाल्यो। लगतै स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीले 20 भदौमा सम्पत्ति लिलाम गर्न मन्जुरीनामा दिए। मन्त्री खरेल र प्राधिकरणको अवरोध नगर्ने र केही परे मिलाइदिने ग्रीन सिग्नल पाएपछि एनसेलले लिलामी सकार्यो। देखावटी प्रतिस्पर्धा। आशंका नहोस् भनेर एनसेलकै अगुवाईमा 3वटा कम्पनीलाई बोलपत्रमा सहभागी गराइयो। प्रोफेसनल बिजनेस नेटवर्कले 42 करोड 50 लाख र ट्रान्सगेट टेकले 44 करोड 20 लाख कबोल गर्दा एनसेलले भने बजार मूल्य भन्दा 10 गुणा बढी 4 अर्ब 60 करोड रुपैयाँको प्रस्ताव हाल्यो र सम्पत्ति हात पार्यो। यसमा दोहोरो लुट भएको छ। एकातिर राज्यको सम्पत्ति लिलाम गरियो, अर्कोतिर एनसेलले कामै नलाग्ने पुराना उपकरणलाई अस्वाभाविक रूपमा ठूलो मूल्य तिरेर त्यहाँ भित्र पनि अरबौं हिनामिना गर्यो। प्रधानमन्त्री बालन शाहको एक्सन र मन्त्रीको उडान। तत्कालीन मन्त्री खरेलले स्मार्ट टेलिकमको लाइसेन्स एनसेललाई बेच्न मात्र होइन, क्लासिक टेकले राज्यलाई तिर्नुपर्ने बक्यौता नतिर्दा पनि कारबाहीको फाइलबाट नाम झिक्न दबाब दिएका थिए। यी सबै हरकत र 7 अर्ब रुपैयाँको प्रत्यक्ष हिनामिनाको सूचना पाएपछि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले खरेललाई संदिग्ध व्यक्ति भन्दै भेट्न समेत अस्वीकार गरेका थिए। प्रधानमन्त्री शाहले यस प्रकरणमा हस्तक्षेप मुक्त छानबिन गर्न सीआईबीलाई कडा निर्देशन दिएपछि आफू फस्ने निश्चित देखेर खरेल घटना सामसुम पार्ने उद्देश्यले स्विजरल्याण्ड फरार भएका हुन्। क्रस होल्डिङको जालो र संगठित अपराध। सतीशलाल आचार्यको नेतृत्वमा रहेको स्मार्ट टेलिकम र एनसेल बीच स्पष्ट रूपमा आर्थिक स्वार्थ र लगानी क्रस होल्डिङ देखिएको थियो। आचार्यकै सेटिङमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई गोटी बनाएर स्मार्टको सम्पत्ति एनसेलमा पुर्याएको हो। बैंकले समेत कुनै भरपर्दो धितो बिना व्यक्तिगत जमानी र सम्बन्धका आधारमा ऋण प्रवाह गरेर यो जालोमा साथ दिएको पाइएको छ। एक पूर्व अनुसन्धान अधिकारीका अनुसार यो सामान्य भ्रष्टाचार मात्र होइन। प्रधानमन्त्री बालन शाहले रासोपाको सांसद भएकै कारण पूर्व मन्त्री खरेललाई कारबाही गर्न नसके अलग कुरा, अन्यथा खरेल र भण्डारी सहित एनसेल र स्मार्टका सञ्चालकलाई संगठित अपराध र भ्रष्टाचारमा अनुसन्धान हुनुपर्छ, ती अधिकारीले बताए। अहिले सीआईबीको खोरमा सर्वेश जोशी पुगिसकेका छन्। अख्तियारमा समेत उजुरी परिसकेको छ। अब हेर्न बाँकी छ स्विजरल्याण्डको चिसो हावा खाइरहेका पूर्व मन्त्री जगदीश खरेल र सेटिङ मिलाउने प्राधिकरणका अध्यक्ष भण्डारी लगायतका माफियाहरू कानूनको कठघोरामा कहिले आइपुग्छन्।